दिएको थिएन। हजुरले मेरो इन्कम स्टेटमेन्ट पनि देख्न सक्नुहुन्छ, म त्यो पनि हजुरलाई देखाउने छु। जब सरले घुम्न जानुपर्छ भन्नुभएको थियो त्यतिखेर म होटल इन्डस्ट्रीमा काम गर्थेँ। यो बिजनेसमा आउनुभन्दा पहिला आई थिङ्क 9.5 वर्ष चाहिँ मैले होटल इन्डस्ट्रीमा काम गरेँ, अलग अलग फिल्डमा काम गरेँ। आज हजुरहरू पनि अलग अलग फिल्डदेखि अलग अलग प्रोफेसनलदेखि यो मिटिङमा आउनुभएको छ होला। जब मैले यो बिजनेसमा ओपनिङ र क्लोजिङको बारेमा बुझेँ त्यहाँभन्दा पहिला चाहिँ मैले यो बिजनेस गर्नुपर्छ, बिजनेसमा करियर बनाउँछु सोचेर चाहिँ आएको थिएन। जब ओपनिङ र क्लोजिङको मिटिङमा आज हजुरहरू आउनुभएको छ र एउटा घुम्न जानुपर्छ भन्ने हिसाबमा चाहिँ यो ओपनिङ र क्लोजिङको मिटिङमा लिनुभएको थियो। जब त्यो मिटिङ लिएँ आजभन्दा 4.5 वर्ष पहिला त्यो मिटिङ लिइसकेपछि हजुरले मेरो इन्कम स्टेटमेन्ट देख्न सक्नुहुन्छ। 6 महिनासम्म सिर्फ 76 रुपिसको मेरो इन्कम थियो 6 महिनासम्म। आज हजुरहरूले त अलरेडी राम्रो इन्कम लिइराख्नु भएको छ होला, एउटा राम्रो लेभलमा हुनुहुन्छ होला। जब 6 महिनासम्म एकजनालाई पनि मैले सुरुवात गराएको थिएन र 76 रुपियाँको मेरो इन्कम थियो भने जब जो मिटिङ आज तपाईँ लिँदै हुनुहुन्छ ओपनिङ र क्लोजिङको बारेमा मेरो अप्लाइले ल्याउनु भयो, मिटिङमा लिनुभयो, त्यो कुराहरू सिकिसकेपछि 2021 तपाईँको अगस्तदेखि मैले यो बिजनेसलाई कन्टिन्यू गरेको हुँ। अगस्त, सेप्टेम्बर, अक्टोबर, नोभेम्बरदेखि लाख रुपियाँको इन्कम छ। आज 4.5 वर्षमा जब ओपनिङ र क्लोजिङको मिटिङ पछि डिसेम्बर 2021देखिको मेरो हरेक महिनाको इन्कम हेर्नुहुन्छ भने लाखभन्दा तल पुगेको छ। र हरेक महिना बिजनेस ग्रोथ गर्नको कारणै एक चिज त्यो ओपनिङ र क्लोजिङ। किनभने ओपनिङ किन गर्न जरुरी छ? आज हजुरले एउटा डिसिजन लिनुभएको छ डाइरेक्ट सेलिङ गर्ने, हेल्दी लिभिङ गर्ने र करियर बनाउनु छ भनेर आज तपाईँले डिसिजन लिएर यो बिजनेसमा त आउनु भएको छ। जब प्लान देखाउनुहुन्छ मान्छेलाई आज मार्केटमा समस्या के छ त? जब हजुरले पनि प्लान देख्नुहुन्छ कि अब त हाम्रो प्रकाशले भने जस्तै फलानालाई जोड्नुपर्छ, मामालाई जोड्नुपर्छ, काकालाई जोड्नुपर्छ, अलरेडी हामीले लिस्ट तयार बनाउँछौँ। जब प्लान देखाउन जाँदाखेरि यो बिजनेसको बारेमा जानकारी दिँदाखेरि जो मान्छेले बिजनेसमा आउनुभन्दा पहिला तपाईँको लागि ज्यान दिन्छु भन्छ नि, यो बिजनेसमा आइसकेपछि तपाईँले ध्यान दिन छोड्छ। हेर्नुहोस्, यो हरेक व्यक्तिको साथमा हुन्छ। जब प्लान देखाउन जानुहुन्छ मान्छे आज अलग अलग साइड आइटम कराउनसम्मको लेभलको व्यक्तिहरू हुनुहुन्छ यो मिटिङमा। हजुरहरूले प्लान देखाउनुहुन्छ, मान्छेलाई यो बिजनेसको बारेमा जानकारी दिनुहुन्छ। धेरै जस्तो मान्छेले रिजेक्ट गरिरहेको छ, कारण के हो त? आज प्लान त तपाईँ देखाउनुहुन्छ, आफ्नो बेस्ट दिने कोसिस त गर्नुहुन्छ। आज जो सोचेको छ, जुन तरिकाले हामीले मेहनत गर्छौँ, जुन तरिकाले हामीले स्ट्राटेजी बनाइरहेको हुन्छौँ त्यो तरिकाको रिजल्ट आउँदैन भाइ। किन रिजल्ट आउँदैन त? आज जो व्यक्तिलाई पनि हामी प्लान देखाउँछौँ सिर्फ कुनै व्यक्ति भेटिनु पर्यो, डाइरेक्ट गएर हेल्दी लिभिङ हो, भेस्टिज हो, लाख रुपियाँ कमाउन सकिन्छ, घर लिन सकिन्छ, गाडी लिन सकिन्छ, आफ्ना सपना पुरा गर्न सकिन्छ। जब डाइरेक्टली हामी बिजनेसको बारेमा, सिस्टमको बारेमा कुरा गर्छौँ तर मान्छेले विश्वास गर्दैन। हेर्नुहोस्, आज मार्केटमा धेरै यस्ता कम्पनीहरू छन्, धेरै यस्ता डाइरेक्ट सेलिङ कम्पनीहरूको बारेमा बुझेको भएर पनि रिजल्ट आउँदैन। अगर यो बिजनेसमा तपाईँ सफल बन्न चाहनुहुन्छ, आज जुन लेभलमा टिम बनाउनु भएको छ, कोही स्टार हुनुहुन्छ लाख रुपियाँ पनि कमाइराख्नु भएको छ, कोही डायमन्ड हुनुहुन्छ लाख रुपियाँ कमाउनुहुन्छ, सिल्भरमा पनि हाम्रो 80-81 हजार रुपियाँ कमाउने सर पनि हुनुहुन्छ। आज जुन बिजनेस जुन लेभलमा हुनुहुन्छ, जो इन्कम छ, जो लेभल छ, जो इन्कम छ, आज हजुरले कमाइ त राख्नु भएको छ, त्यो भन्दा नेक्स्ट लेभलमा जानको लागि हामीले आफूले आफूलाई अपग्रेड गर्नुपर्छ। आज जुन लेभलले हजुरले स्टार बन्नु भएको छ त्यही कन्फिडेन्ट, त्यही एजुकेसन, त्यही नलेज, त्यही तपाईँको पोजिटिभ एटिट्युडले गर्दा स्टार बन्न सकिँदैन। अगर स्टार बन्नु भएको छ, क्राउन बन्नु छ भने आफ्नो कन्फिडेन्स चेन्ज गर्नु पर्यो, एटिट्युड चेन्ज गर्नु पर्यो, प्लान देखाउने तरिका चेन्ज गर्नु पर्यो, आफ्नो नलेजले हजुरले अपग्रेड गर्नुहुन्छ भने तपाईँ क्राउन बन्न सक्नुहुन्छ। आज 1 वर्ष, 2 वर्ष, 6 महिना, 4 महिनादेखि तपाईँ एउटै लेभलमा भइराख्नु भएको छ, एउटै इन्कम अडिराख्नु भएको छ भने हजुरले आफूले आफूलाई अपग्रेड गर्नुभएको छ। यो बिजनेसमा तपाईँ सफल बन्न चाहनुहुन्छ भने जो व्यक्ति ओपनिङमा प्रभावशाली हुन्छ र क्लोजिङमा स्पष्ट हुन्छ उही डाइरेक्ट सेलिङमा सफल बन्छ।